नेपाल सरकार गृह मन्त्रालयले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा तत्काल खाली गराउन जिल्ला प्रशासन कार्यालय दाङलाई स्पष्ट निर्देशन दिएको थियो। उक्त निर्देशनमा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्दै अतिक्रमण हटाउन सहजीकरण गर्न भनिएको उल्लेख छ। तर निर्देशन आएको लामो समय बितिसक्दा पनि व्यवहारमा कुनै ठोस तथा प्रभावकारी कारबाही अघि बढ्न सकेको छैन। हालसम्म केवल पत्राचार, कागजी प्रक्रिया र औपचारिक समन्वयमै सीमित देखिएको छ, जसलाई स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कर्मकाण्डी प्रक्रिया मात्र भन्दै तीव्र आलोचना गर्न थालेका छन्। उनीहरूको भनाइमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हुनु गम्भीर कानुनी र सामाजिक समस्या हो, तर त्यसको नियन्त्रण र व्यवस्थापनमा जिम्मेवार निकाय कमजोर देखिँदा समस्या जस्ताको तस्तै रहन पुगेको छ। स्थानीयहरू अब सम्बन्धित निकायले छिटो र ठोस कदम चालेर अतिक्रमण हटाउने कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने माग गरिरहेका छन्।